अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पूर्ण राष्ट्र सेवा कर्मचारीको तलब भत्तामा प्रोत्साहन भत्ता सहित 21% वृद्धि भएको घोषणा गरे पनि शिक्षकले यो सुविधा पाउने नपाउने भन्ने विषयमा विविध कारणले अन्यल सिर्जना भएको। तर शिक्षक साथीहरू नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाको मिति 2083 श्रावण 20 गतेको पत्र अनुसार अन्तत सामुदायिक विद्यालयका शिक्षकहरूले अन्य राष्ट्र सेवक कर्मचारी सरह बढोत्तरी भएको सम्पूर्ण रकम पाउने भएका छन्। 2083 साल श्रावणदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तपसिल बमोजिमको तलबमान, ग्रेड सङ्ख्या, ग्रेड रकम र कायम हुने जम्मा रकमको विवरण यस प्रकार रहेको छ।